घन्टीको माहौल, राष्ट्रिय स्वतन्त्र पार्टीको माहौल एकदमै राम्रो छ। आम नेपाली जनता कहिले फागुन 21 आउला र घन्टीमा छाप हानौला भनेर बस्नु भएको छ र मलाई विश्वास छ हामीले समानुपातिक तर्फबाट पनि अत्याधिक मत यसपटक प्राप्त गर्दैछौँ, किनभने नेपाली जनताले एकपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतको सरकार बनाएर काम गर्ने मौका दिनुहुन्छ भन्ने मलाई पुरा विश्वास छ। मेरो विशेष त म राजनीतिमा आउनुको एउटै मात्र कारण तपाईँले सोध्नुहुन्छ भने मैले स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि भन्छु होइन। अब त्यसमा स्वास्थ्य बिमामा सम्पूर्ण नागरिकहरू, नेपाली नागरिकहरू आबद्ध हुनु पर्यो होइन। यो जुन हामीले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न वास्तवमा सम्भव छ होइन। तर अहिले स्वास्थ्य बिमाको पहुँच चाहिँ 33-34% मात्रै भएको कारणले गर्दा 12 अरब जति भुक्तानी दिन बाँकी छ। तर प्रपरली 100% नेपाली जनताले स्वास्थ्य बिमा अहिलेकै अवस्थामा आबद्ध लिने हो भने मात्र पनि 18 अरब वर्षको चाहिँ आउँदो रहेछ क्या। भनेको भुक्तानी दिएर पनि बाँकी रकम बच्छ, जसमार्फत चाहिँ हामीले सेवा दिन सक्छौँ। अब यसलाई थप प्रभावकारी बनाउनु जरुरी छ। को पेमेन्ट मोडलमा लैजाने होइन, ट्याक्स बेसिस गर्ने हो कि के गर्ने, यसमा चाहिँ हामीले अध्ययन गरेर प्रभावकारी बनाउन जरुरी छ। एउटा स्वास्थ्यको हकमा भयो। अर्को चाहिँ इमर्जेन्सी हाम्रो ट्रमा म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउन जरुरी छ। जस्तै एम्बुलेन्सहरूको एउटा कन्ट्रोल मेकानिजममा ल्याउन पर्यो होइन। प्रपरली हेल्थ डेटाहरू लिनु पर्यो। EMR भनेको छ भने इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टममा सम्पूर्ण नेपालीलाई आबद्ध गराउनु पर्यो होइन। यस्ता विभिन्न किसिमका मुख्यतः मेरा स्वास्थ्यका एजेन्डाहरू छन्। त्यसबाहेक चाहिँ महिला सशक्तिकरण, महिलाहरूलाई कसरी आत्मनिर्भर बनाउने होइन। प्रत्येक महिलाले जब आफ्नो लागि आफैले भनौँ न एउटा आय आर्जन गर्न सक्दिनन् होइन, तबसम्म ऊ आत्मनिर्भर हुँदिनन् के। त्यही भएर उसलाई चाहिँ आत्मनिर्भर र सशक्त बनाउनको लागि हामीले खेल्नुपर्ने भूमिका, जस्तै ओडामा आएका बजेटहरूको सदुपयोगै प्रपरली भएको छ कि छैन भन्ने कुरा, चेक एन्ड ब्यालेन्सको कुराहरू छ होइन। त्यसै गरिकन युवा सशक्तिकरण, युवा रोजगारीका विषयहरू छन्। प्रत्येक घरमा जस्तो कम्तीमा एकजना युवा अहिले विदेशिनु परेको अवस्था छ। उहाँहरूलाई कसरी चाहिँ स्वदेशमै टिकाएर राख्ने, ब्रेन ड्रेनलाई कसरी कट अफ गर्ने होइन, र नेपालमै जो मसल र ब्रेनलाई चाहिँ कसरी युटिलाइज गर्ने भन्ने हाम्रा योजनाहरू छन्। अब अहिले मैले इन्टरभ्यूमा सबै राख्न पनि नभ्याउला होइन। मेरो घोषणापत्र र योजनापत्रहरू म सार्वजनिक गर्दै जानेछु। त्यसमा योजना कसरी चाहिँ सम्भव गर्न सकिन्छ भन्ने पनि म राख्दै जानेछु, खाकाहरू बनाएको छु। त्यसै गरिकन अब अहिले पछिल्लो समय जेन्जी आन्दोलनपछि बनेको सरकारले चुनावतिर केन्द्रित हुँदै गर्दाखेरि हामी जो अब बन्ने सरकार ठुलो सरकार बन्दैछ र स्थायी बन्दैछ, यसको चाहिँ मुख्य एउटा प्राथमिकता भनेको चाहिँ भ्रष्टाचार निवारण, अहिलेसम्मका भ्रष्टाचारका काण्डहरूमा भएका दोषीहरूलाई कारबाही र सुशासन होइन। अब त्यसमा चाहिँ अब हामीले भएका अल्झिएका फुकाउनु पर्ने थुप्रै कानुनहरू छन्, थुप्रै ऐनहरू छन्, जहाँ चाहिँ हामीले संशोधन गर्नुपर्नेछ, पारित गर्नुपर्छ। आई थिङ्क इट क्यान बी मेड पोसिबल दिस टाइम। जनताले चाहिँ हामीलाई एकपटक तपाईँहरूलाई मौका दिन्छौँ भन्नुभएको छ र एकदमै उत्साहित हुनुहुन्छ। उहाँहरूले हामीलाई हिजोको दिनमा तपाईँहरूले गर्न खोज्नु भएको हो होइन, तर सङ्ख्या नपुगेको कारणले गर्न नपाउनु भएको भन्ने कुरा पनि धेरैले बुझ्नु भएको छ, बुझ्दै आउनु भएको छ। र मलाई विश्वास छ यसपटक एकदमै अत्याधिक मतले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी विजयी हुनेछ र सरकार बनाउनेछ। एकदमै राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सबैभन्दा बढी जेन्जी उम्मेदवारहरू प्रत्यक्ष रूपमा हामीले उठाएका छौँ। हाम्रो 8 जना हुनुहुन्छ होइन। त्यसै गरिकन महिलाहरू पनि 16 जना हुनुहुन्छ। महिलाको हकमा 16 जना अत्याधिक भन्नाले सबै पार्टीहरूको तुलनामा धेरै हो, तर यो अपर्याप्त हो। हामीले 9% मात्रै महिला प्रत्यक्ष उम्मेदवार उठाउन सक्यौँ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट। अब यसलाई सुधार गर्नुपर्ने थुप्रै कुराहरू छन्। जेन्जीका मुद्दाहरू पनि, अब जेन्जी भाइ बहिनीहरू जो चाहिँ 25 वर्ष पुगिसक्नु भएको छ, सांसद बन्न योग्य हुनुहुन्छ, उहाँहरूलाई हामीले टिकट दिएर मैदानमै जानको लागि हामीले दिइसकेका छौँ होइन। त्यो एउटा प्लेटफर्म क्रिएट गरिदिइसकेका छौँ। मलाई विश्वास छ उहाँहरूले पनि जितेर आउनुहुन्छ र अब बन्ने सरकारमा जेन्जीको चाहिँ एकदम बलियो सहभागिता पनि हुनेछ। मलाई चुनौती चाहिँ अब धेरै एउटा नयाँ वैकल्पिक शक्तिहरू आउनु भएको छ। त्यो हामीले केही वैकल्पिक शक्तिलाई त हामीले समेट्न पनि सक्यौँ, तर अझै हामीले समेट्दै पनि नसमेटिएको शक्तिहरू छन्, जसले चाहिँ अब भनौँ न एकअर्काको भोट काट्ने हुन् कि भन्ने किसिमको अलिअलि डर पनि छ। तर मलाई लाग्छ नेपाली जनताले अब धेरै ठाउँमा भोट हालेर सानो टिमलाई चाहिँ संसदमा पठाएर गठबन्धन बनाउनु पर्ने माहौल चाहिँ बनाउन
को लागि नेपाली जनता अब चाहिँ तयार हुनुहुन्न जस्तो मलाई लाग्छ र हामीलाई पनि म यहाँ यही तपाईँहरूको मिडिया मार्फत अनुरोध गर्न चाहन्छु, आम नेपाली नागरिकहरूलाई अनुरोध गर्न चाहन्छु। गत निर्वाचनमा हामी निर्वाचित भएर जाँदा हामी 21 जना थियौँ। हामीले एकदमै जनताको पक्षमा कानुनहरू बनाउने प्रयास गऱ्यौँ, संशोधनहरू हाल्यौँ, शिक्षाको होस्, स्वास्थ्यको होस्, रोजगारीका विषय, युवाका विषय, होइन, यस्ता विभिन्न विषयहरूमा, नागरिकता ऐनहरूमा हामीले विभिन्न विषयहरूमा राम्रो संशोधनहरू राख्यौँ। तर त्यो पारित किन हुन सकेन भने हामीसँग सङ्ख्या पुगेन अनि अनस्टेबल गभर्मेन्ट भयो, होइन, पटक पटक प्रधानमन्त्री फेरिरहने, मन्त्री फेरिरहने अवस्था आयो। त्यही भएर यसलाई अन्त्य गर्नको लागि अब नेपाली जनताले विश्वास गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले एकल सरकार, बहुमतको एकल सरकार बनाउनलाई हामीलाई दिनुभयो भने हामी 5 वर्षमा धेरै राम्रो कामहरू गरेर देखाउन सक्छौँ। हामीले हाम्रो एजेन्डाहरू जे लिएका छौँ नि, वाचापत्रहरूमा गर्न नसक्ने होइन, गर्न सक्ने कामहरू राखेका छौँ। हामीसँग त्यो खाका छ, योजना छ, हामी गर्न सक्छौँ, होइन। तर हामीलाई नेपाली जनताले यसपटक पनि ट्रायल मात्रै हो, ल के छ त हेरौँ न त, प्रत्यक्षमा चाहिँ दिएर हेरौँ, समानुपातिक हेरौँ, प्रत्यक्ष चाहिँ नदिउँ भन्ने जस्तो खालको उहाँहरूले मनस्थिति बनाउनु भयो भने फेरि हाम्रो सानो समूह मात्रै संसदमा पुग्यो भने हामीले अरू कसैसँग गठबन्धन गरेर सरकार बनाउनु पर्ने हुन्छ र गठबन्धन गरिसकेपछि जहिले पनि कम्प्रोमाइजमा आउनुपर्ने हुन्छ, होइन। क्याबिनेट आफ्नो ढङ्गले चलाउन, एजेन्डा र जनताको म्यान्डेट अनुसार हामीले जुन काम गर्नुपर्ने त्यो काममा हामीले कम्प्रोमाइज गर्नु परेपछि फेरि हामीले निर्धक्क भएर जनताको पक्षमा काम गर्न पाउँदैनौँ नि त, होइन। त्यही भएर म अनुरोध गर्न चाहन्छु, यसपटक हामीले कसैसँग गठबन्धन गर्न नपरोस्, कसैसँग सम्झौता गर्न नपरोस्, मजाले निर्धक्क भएर जनताको पक्षमा काम गर्न पाइयो। म जेन्जी भाइ बहिनीहरू र सम्पूर्ण जसले पनि अझै पनि निर्वाचन नगराउने हो कि हुनु हुँदैन भन्ने जस्तो वकालत गरिराख्नु भएको छ नि, म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु, योभन्दा अगाडि बनेको सरकार असफल भएको कारणले ढल्नु पर्यो हो, होइन। संसद पनि विघटन भयो किनभने त्यो संसदबाट जनताको आवाज सुनिएन, आवाज उठायो तर त्यो आवाजले चाहिँ नीति र कानुनमा यसको कार्यान्वयन देखिएन, होइन। त्यसै कारणले जुन जेन्जी आन्दोलन भयो त्यसपछि अब विभिन्न घटनाहरू भए, होइन। अब आएर हामीले बनाउने सरकार भनेको जनताको पक्षमा बन्नुपर्छ र यसमा सबैभन्दा ठुलो भूमिका भनेको नयाँ भोटर्सहरूको हुन्छ। त्यो भनेको नवयुवा पुस्ता जेन्जी भाइ बहिनीहरूले एकदमै विचार गरेर विवेकले जसलाई भोट आउनुहुन्छ तिनीहरूले नै सरकार बनाउने हो। अब उहाँहरूको मुख्य भूमिका हुन्छ र उहाँहरूले आफ्नो अर्थपूर्ण सहभागिता चाहिँ दिन जरुरी छ। जबसम्म हामीले निर्वाचन सौहार्दपूर्ण तरिकाले निष्पक्ष ढङ्गले हामीले सम्पन्न गर्न सक्दैनौँ र अत्याधिक सहभागिता सुनिश्चित गर्न सक्दैनौँ तबसम्म फेरि हाम्रो सरकार बन्दाखेरि चाहिँ त्यो स्थायी हुन सक्दैन कि। त्यसको लागि निष्पक्ष बनाउनको लागि, सुशासनको लागि पनि अब जेन्जी भाइ बहिनीहरूले पनि अत्याधिक यो निर्वाचनमा चाहिँ सहभागिता चाहिँ जनाउँछ भनेर म अनुरोध गर्न चाहन्छु। तपाईँहरूले बनाउने हो, अब बन्ने सरकार भनेको जेन्जीको सरकार हुन्छ, जेन्जीको म्यान्डेट बोकेर गएको सरकार हुन्छ। त्यसैले त यो चुनावमा भाग लिनै पर्छ। प्रत्यक्ष र समानुपातिकमा दुवैमा विवेक पुर्याएर यहाँहरूले भोट गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। जेन्जी भनेको यस्तो पुस्ता हो जुन सुझबुझले अगाडि बढ्छ, फ्याक्ट बेसिसमा जान्छ, एभिडेन्स बेसमा जान्छ र कसैले ठुला सपना देखाएको भरमा उहाँहरूले भोट गर्नुहुन्न। उहाँहरूले साँच्चै यो मान्छेमा दक्षता छ कि छैन, योजना छ कि छैन, उसले काम गर्न सक्छ कि सक्दैन, उसको के छ त काम गर्न सक्ने आधारहरू भन्ने सबै उहाँहरूले स्टडी गरेर मात्रै भोट गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। मलाई चाहिँ आम नेपाली जनताले नै सबैले सुरक्षित, निष्पक्ष र स्वस्थ निर्वाचन चाहनु भएको छ र त्यसै अनुसार सबैले आफ्नो भूमिका निभाउनुहुन्छ भन्ने विश्वास छ। हस्, नमस्कार।